फेरि फर्कने आसमा फल चढाउँछ, फेरि फर्कने आसमा फल चढाउँछ। एक पागल प्रेमी ढुङ्गामा जल चढाउँछ। मर्द भएरै पीडाहरू देखाउन नसक्दा, मर्द भएरै पीडाहरू देखाउन नसक्दा सिरानीलाई आँसु पल पल चढाउँछ। एक पागल प्रेमी ढुङ्गामा जल चढाउँछ। उसको सहने क्षमता, उसको सहने क्षमता कम हुँदै गएपछि, उसको सहने क्षमता कम हुँदै गएपछि रुँदै घाँटीमा आमाको सल चढाउँछ। सिरानीलाई आँसु पल पल चढाउँछ। गजलको अन्तिम शेर। यता गरिबहरू घरमा वस्त्रविहीन रहँदा, यता गरिबहरू घरमा वस्त्रविहीन रहँदा सरकार आर्यघाटमा मखमल चढाउँछ। रुँदै घाँटीमा आमाको सल चढाउँछ। एक पागल प्रेमी ढुङ्गामा जल चढाउँछ। यो शब्द कसको शब्द बोल्यो? आजको अतिथि, प्रमुख अतिथि को हुनुहुन्छ? आजको हाम्रो बसाइमा हुनुहुन्छ साहित्यलाई अथाह प्रेम गर्नुहुने, साहित्य विधामा कलम चलाउँदै आइरहनु भएको साहित्यिक मन आशिष रेग्मी शब्द हुनुहुन्छ। उहाँसँग चाहिँ आज हामी साहित्य सम्बन्धी भलाकुसारी साथमा उहाँको रचनाहरू धेरै सुन्ने प्रयास गर्नेछौँ। आउनुहोस् उहाँलाई स्वागत गरौँ। नमस्कार, हजुरलाई स्वागत छ। आराम हुनुहुन्छ? म आराम छु, हजुरलाई कस्तो छ? म पनि ठिकै भन्नु पर्यो अब अहिलेसम्म। विशेष त यो उपस्थितिको लागि हार्दिक आभार। एकदम मलाई पनि एकदम आभार भन्नु छ हजुरलाई, पहिलो पटक अवसर दिनुभयो मलाई। अब कस्तो महसुस भइरहेछ पहिलोचोटि? होइन, नर्भस त हल्का नर्भस नै छु। अब के गर्नु, अब बाँकी दिनमा यहाँबाट सिकिन्छ। पक्कै पनि हुन्छ, कुराकानीतिरै लागौँ होला। हजुरको कस्तो चलिरहेछ साहित्यिक लेखन यात्रा? साहित्य बिस्तारै चलिरहेछ, त्यस्तो अब छिटो लाउन त सकेको छैन, कामहरू सबै गर्दाखेरि। लगभग अब आफूले सकेर त्यो लिएर गइरहेको छु। यस्तै चलिरहेछ, अब बिस्तारै चलाउँ, अगाडि लैजाउँ भन्ने अब धारणा थियो एउटा। अब सानैदेखि अहिलेसम्म लिएर गइरहेको छु, पछि पनि लिएर गइरहन पाऊँ भन्ने सोच छ। समय कतिको दिइरहनु भएको छ? समय त मैले कम नै दिएछु भनौँ, अहिलेको लागि चाहिँ कम नै छ मेरो समय चाहिँ, त्यस्तो धेरै दिन पाएको छैन आफ्नो कामहरू गर्दाखेरि। हजुरले कुन कुन विधामा चाहिँ कलम चलाउनुहुन्छ? मैले सुरुमा चलाएको थिएँ, कथाहरू लेख्थेँ, अनि कविताहरूमा गएको थिएँ। अहिले चाहिँ म गजल र मुक्तक मात्रै लेख्छु, धेरै जसो चाहिँ गजल मात्रै लेखेको हुन्छु। अनि कसरी चाहिँ रुचि भयो त साहित्यप्रति? त्यो पहिला दाइहरूले भनेको सुन्थेँ मैले, अनि सुन्दा सुन्दै अब लेखाउन त भन्दा अब अलिअलि लेख्न थाल्दा दाइहरूले सिकाउनु भयो। सिकाउँदाखेरि अब झन् रुचि बढ्दै गयो, बढ्दै जाँदा लेख्न जाँदा अनि मजा आउन थाल्यो, साहित्यमै मजा आउन थाल्यो। त्यही भएर अझै मजा आउँछ लेख्नलाई चाहिँ। तपाईँको आवाजबाट झन् अब आज रचना सुन्न पाउँदा झन् सुन्नेलाई पनि मजा नै लाग्नेछ। हजुरको रचनातिरै लागौँ न, रचना सुनौँ। हुन्छ, अब अलिकति पीडादायक नै लेख्छु मैले, जस्तो रमाइलो खालको लेख्दिनँ। सुरु गरौँ। जाओस्। गाउँतिर यो कुरा बार बार पठाउँछन्, गाउँतिर यो कुरा बार बार पठाउँछन्, म जिउँदो हुँदै मरेको समाचार पठाउँछन्। गाउँतिर यो कुरा बार बार पठाउँछन्, म जिउँदो हुँदै मरेको समाचार पठाउँछन्। मेरी आमाको पाइलाहरू लडबडाउँछन् आजभोलि, मेरी आमाको पाइलाहरू लडबडाउँछन् आजभोलि। समयले पाइला पाइलामा जङ्गार पठाउँछन्, समयले पाइला पाइलामा जङ्गार पठाउँछन्। गाउँतिर यो कुरा बार बार पठाउँछन्, म अस्ताएको दिन रुन पनि नभ्याउनेहरूले, म अस्ताएको दिन रुन पनि नभ्याउनेहरूले आफ्नो साटोमा रोइदिने कलाकार पठाउँछन्। म अस्ताएको दिन रुन पनि नभ्याउनेहरूले आफ्नो साटोमा रोइदिने कलाकार पठाउँछन्। समयले पाइला पाइलामा जङ्गार पठाउँछन्। मलाई मात्र हो चियो नहुने, चासो नहुने, टाढा हुनेहरूको, मलाई मात्र हो चियो नहुने, चासो नहुने, टाढा हुनेहरूको। छाडेर जानेहरू त याद लगातार पठाउँछन्, छाडेर जानेहरू त याद लगातार पठाउँछन्। आफ्नो साटोमा रोइदिने
कलाकार पठाउँछन्। धोका पाएपछि कसैको भरोसा गर्न सक्दिनँ मैले। धोका पाएपछि कसैको भरोसा गर्न सक्दिनँ मैले। पुरा नहुने सपनाहरू उपहार पठाउँछन्। पुरा नहुने सपनाहरू उपहार पठाउँछन्। धन्यवाद दिदी। कस्तो मार्मिक मन छुने गजल। हजुरले चाहिँ लेख्दाखेरि यो जुन गजल सुनाइरहनु भयो नि त, यो चाहिँ कुन परिवेशमा लेख्नु भएको थियो ठ्याक्कै याद छ? त्यस्तो ठ्याक्कै त छैन होला मलाई। यो आफ्नै साथीको ब्रेकअप हुँदाखेरि लेखेँ मैले, उसलाई लेख्दै हो। अनि उसको यो लगत थियो। मैले एउटा मेरो दाइ बेच्नु भएको थियो, उहाँको लागि पनि त्यही ब्रेकअपकै कारणले बेच्नु भएको थियो। उहाँको लागि चाहिँ लेखेको थिएँ। त्यो चाहिँ तिमी आयौ आउन त मरेको बेला आयौ। तिमी आयौ आउन त मरेको बेला आयौ। मेरो घरमा काज क्रिया गरेको बेला आयौ। तिमी आयौ आउन त मरेको बेला आयौ। मेरो घरमा काज क्रिया गरेको बेला आयौ। यसरी स्वीकार्न पुगेछु तिम्रो रुमाल मैले। यसरी स्वीकार्न पुगेछु तिम्रो रुमाल मैले। तिमी बर्सात झैँ मेरा आँसु झरेको बेला आयौ। तिमी बर्सात झैँ मेरा आँसु झरेको बेला आयौ। तिमी आयौ आउन त म मरेको बेला आयौ। मैले दिन सक्ने भनेकै सम्झना मात्र थियो। मैले दिन सक्ने भनेकै सम्झना मात्र थियो। तिमी सम्झना स्वीकार्न पनि शोक परेको बेला आयौ। तिमी सम्झना स्वीकार्न पनि शोक परेको बेला आयौ। तिमी बर्सात झैँ आँसु झरेको बेला आयौ। यति दुःख हुने थिएन दोबाटोमै बसेको भए। तिमीलाई यति दुःख हुने थिएन दोबाटोमै बसेको भए। मेरो आत्मा स्वर्गमा बास सरेको बेला आयो। मेरो आत्मा स्वर्गमा बास सरेको बेला आयो। थोरै रिस लागेको होला यतिसम्म देख्दाखेरि। तिमीलाई थोरै रिस त लागेकै होला यतिसम्म देख्दाखेरि। तिमी यमराजले प्रेम गरेर हरेको बेला आयो। तिमी यमराजले प्रेम गरेर हरेको बेला आयो। यस्तै थियो। यो कुन समय होइन कति जति चाहिँ भयो होला यो गजल लेखेको? यो गजल लेखेको लगभग 1 वर्ष भर नै भयो होला यो गजल लेखेपछि मैले। हजुर, अनि जुन यात्रा सुरु गर्नुभएको चाहिँ लगभग कति वर्ष भयो? मैले 7 क्लासमा पढ्दाखेरि लेख्न थाले हो। लगभग 5-6 वर्ष ओह्राली साथ नै भेट्यो होला। 7 वर्ष जति भेट्यो होला मैले यो चाहिँ लेख्न थालेको। बिचमा हल्का ग्याप भयो मेरो, अनि विशेष कारणले गर्दा। गजल लेखिरहँदाखेरि चुनौती चाहिँ कतिको हुँदो रहेछ? धेरै हुन्छ नि दिदी। यो काफियाहरू नै लास्टिक यसमै हेरेको चुनौती हो नि मेरो लागि चाहिँ। अरूको लागि चाहिँ अब नहोला, मेरो लागि चाहिँ काफिया नै लास्टै चुनौती हो। मैले काफियामा झुकिरहेको हुन्छु, किनकि मैले नियम चाहिँ त्यस्तो पढेको छैन। म स्वतन्त्र लेख्छु, त्यही भएर चाहिँ काफियामा हल्का झुकिन्छु। अब शब्द त हालिन्छ जस्तो तसो गरेर। अनि गजल बाहेक अरू केही पनि लेख्नुहुन्छ कि? मैले मुक्तक चाहिँ लेख्छु 2-3 शेरको। अब त्यो 3 शेरको मुक्तक अलिक लामो भएर नराम्रो सुनिन्छ फेरि, त्यही भएर मुक्तकभन्दा पनि मैले गजलमै बढी फोकस गरिरहेको हुन्छु। गजलमा मुक्तक त 4 लाइनको हुने हुन्छ होइन, 4 लाइनको समथिङ शेर चाहिँ 3 लाइन शेरको लेख्छु मैले। र मैले खासै मुक्तकमा नि फोकस गर्ने। गजलमा धेरै भावना पोख्न पाइन्छ, अनि त्यही भएर मुक्तकमा छोटो हुन्छ, त्यो अलिकति बढी सोच्नुपर्छ। त्यही भएर सोच्ने टाइम पनि छैन कामले गर्दाखेरि, नत्र चाहिँ मैले मुक्तक चाहिँ एकदम पहिला लेख्थेँ। हजुरको यस्तो हुन्छ जुन सुकै कुराहरू पनि आफूलाई जेमा रुचि छ त्यसमा लाग्यो भने नै राम्रो गर्न सकिने भयो? सकिन्छ, मजाले सकिन्छ। अनि हजुरको इन्ट्रेस्ट गजलमा छ र त गजल राम्रो लेख्नुहुन्छ नि त। त्यही हो, अरू पनि गजल नै सुनौँ न। एउटा यस्तै हो, छोरा मान्छेको विषयमै हेरौँ। हुन्छ, सुनौ। हराउँछ थाहा थियो जानी जानी हरायो। हराउँछ थाहा थियो जानी हरायो। मेरो आफ्नै गल्तीले जिन्दगानी हरायो। हराउँछ थाहा थियो जानी हरायो। मेरो आफ्नै गल्तीले जिन्दगानी हरायो। घरमा छोरो जवान भयो भन्ने सुनेपछि। घरमा छोरो जवान भयो भन्ने सुनेपछि। बुबाको काँधमा रुने अनि बानी हरायो। बुबाको काँधमा रुने अनि बानी हरायो। हराउँछ थाहा थियो जानी हरायो। मेरी आमाले दलालीलाई भेटेकै भोलिपल्ट
मेरी आमाले दलालीलाई भेटेकै भोलिपल्ट मित्र मेरो आफ्नै घरबाट राहदानी हरायो। मित्र मेरो आफ्नै घरबाट राहदानी हरायो। त्यसपछि बुबाको काँधमा रुने अनि बानी हरायो। घरबारी ब्याङ्कले लिलाम गरेको दिनदेखि घरबारी ब्याङ्कले लिलाम गरेको दिनदेखि मसँगै निदाउने मेरो सिरानी हरायो। घरबारी ब्याङ्कले लिलाम गरेकै दिनदेखि मसँगै निदाउने मेरो सिरानी हरायो। हराउँछ थाहा थियो, जानी जानी हरायो। मेरो आफ्नै गल्तीले जिन्दगानी हरायो। मेरो आफ्नै गल्तीले जिन्दगानी हरायो। ओहो, प्राय जुनसुकै गजल सुनिरहँदाखेरि पनि एकदमै मर्मस्पर्शी शब्दहरू जुन वियोग बढी समेटिएको होइन, अहिलेसम्म जति सुनियो त्यो चाहिँ एकदमै मार्मिक शब्दहरू लागे। हजुरको रुचि चाहिँ यस्तै लेख्नमा हुन्छ नि त, कसैलाई यो सम्बन्धी बढी लेख्ने भन्ने हुन्छ, जुनसुकैमा लेख्नुहुन्छ कि बढी यसो यस्तै पीडादायी नै हो र मैले त त्यो अब अरूले श्रृङ्गारी लेख्नुहुन्छ अनि अलिक खुसीको लेख्नुहुन्छ, मैले खुसीको लेख्नै सक्दिनँ। मैले त्यो रुचि नै छैन अनि पीडाको लेख्छु, सधैँ मैले पीडाकै लेखेको हुन्छु। अधिकांश मेरो गजलहरू पीडाकै छ। अनि यो सबै भोगाइबाट त होइन होला? यस्तो भोगाइबाट होइन, यस्तो भोगाइ यो गजलहरूमा मेरो केही नै भोगाइ छैन। कोही कोही चाहिँ अरूको भोगाइमा छ, मेरो आफ्नै भोगाइमा चाहिँ छैन कुनै गजल पनि। कतिपय त कल्पना गरेर पनि लेखिने छन् होला सायद, देखेर नि लेखिन्छ। अनि एउटा कुरा, यो जुन तपाईँको शब्द नाम छ नि, यो टिकटकमा पनि यही नाम देखिरहेको थिएँ कि मैले। खासमा यसको चाहिँ के हो, रहस्य क्या हो, थोरै यो बुझ्न मन लाग्यो कि यसको चाहिँ के हो। शब्द चाहिँ मलाई मेरो बाबाले दिनुभएको नाम हो। हजुर, शब्द नाम दिनुभएको त यस्तो फेरि मजाकमा दिनुभएको कि त्यसले तँलाई शब्द प्रयोग गर्ने आउन, एउटा कहाँ मैले नराम्रो केही शब्द बोलेको थिएँ, तँलाई शब्द प्रयोग गर्ने आउन भन्नुभयो अनि त्यहीदेखि त्यहाँ नाम लेखेर राखिदिएको थिएँ। ओहो, नामै शब्द राखिदिनु भयो? त्यहाँदेखि शब्द राखिदियो मैले। ओहो, मलाई चाहिँ लागेको थियो यो अब लेखिरहने मान्छे भएपछि शब्द राख्नुभयो कि जस्तो चाहिँ लागेको थियो कि। त्यस्तो विशेषता नि केही छैन, मैले त्यही बाबाले त्यति भनेर राखेँ हो। अनि पछि एउटा कहाँ प्रोग्राम गर्न जाँदाखेरि एउटा लेखक दाइले, अब राम्रै लेखकले चाहिँ मलाई शब्दै राम्रो छ भन्नुभयो। अनि त्यसपछि नामै शब्दै बढाउँ न भनेर शब्दै हो। अनि एउटा फाउन्डेसन पनि हो कि पहिला हाम्रो, हजुर, समाजको समाजसेवावाला थियो, दाइहरू सबै विदेश जानुभयो। हजुर, अनि पछि चाहिँ अब सबै विदेश गएपछि कसले चलाउने त भन्दा मैले पोएट्रीमा नि छिराएँ। हजुर, अनि यो चाहिँ दुईवटा मिश्रण छ, बाबाको नाम अनि त्यो फाउन्डेसनको पनि दुईवटा चाहिँ मिश्रण छ यसमा। अहिले नि कार्यक्रमहरू चलाइराख्नु भएको छ कि त्यसबाट, जुन साहित्यिक कार्यक्रमहरू? त्यस्तो साहित्यिक चाहिँ छैन, कहिले काहीँ चाहिँ सोसल वर्कमा चाहिँ हामीले उस गरेर हुन्छ। ए, जे होस् नाम चाहिँ शब्द भनेर, शब्द जहाँसुकै शब्द छ, सबै होसमा चाहिँ शब्द छ, प्राइभेट नाम चाहिँ कसैको पनि छैन हाम्रो। हजुर हजुर, पक्कै पनि हुन्छ। अब रचना सुन्नतिर लाग्यो, आज धेरै रचना सुन्छौँ, गफाल थोरै गरेर भयो नि। हुन्छ, एउटा मेरो सबभन्दा पहिलो भनौँ गजल लेख्न थालेपछि, हजुर, लगभग यसलाई लेखेको 4 वर्ष भयो होला। पहिलो गजल नभनौँ, मैले आफूले ड्राफ्टमा राखेको चाहिँ यो हो। म गाउँले हुँ, मैले धेरै आश काट्नुपर्छ। हो, म गाउँले हुँ, मैले धेरै आश काट्नुपर्छ। सुखको मलामी जान आफैले बाँस काट्नुपर्छ। हो, म गाउँले हुँ, मैले धेरै आश काट्नुपर्छ। सुखको मलामी जान आफैले बाँस काट्नुपर्छ। यो भोक प्यासको महत्त्व नबुझाउनुहोस् हामीलाई। यो भोक प्यासको महत्त्व नबुझाउनुहोस् हामीलाई। हामीले बिहान खाना बेलुकीको घाँस काट्नुपर्छ। यो भोक प्यासको महत्त्व नबुझाउनुहोस् हामीलाई। हामीले बेलुकी खान बिहानीको घाँस काट्नुपर्छ। हो, म गाउँले हुँ, मैले धेरै आश काट्नुपर्छ। यो चाहना र त्यागका कुरा छुट्टै छन् महोदय। आफ्ना चाहना र त्यागका कुरा छुट्टै छन् महोदय। भोलि बाँच्न आज थोरै सास काट्नुपर्छ। हामीले भोलि बाँच्न आज थोरै सास काट्नुपर्छ। सुखको मलामी जान आफैले बाँस काट्नुपर्छ। मन्त्रीज्यू, तपाईँ चिल्ला गाडी चढेर ठुला कुरा गर्नुभयो। मन्त्रीज्यू, तपाईँ चिल्ला गाडी चढेर ठुला कुरा गर्नुभयो। हाम्रोतिर सास पर्दा आमाले कपास काट्नुपर्छ। मन्त्रीज्यू, तपाईँ चिल्ला गाडी चढेर ठुला कुरा गर्नुभयो। हाम्रोतिर सास पर्दा आमाले कपास काट्नुपर्छ। अनि बेलुकी खाना बिहानीको घाँस काट्नुपर्छ। बेलुकी खाना बिहानीको घाँस काट्नुपर्छ।
हो नसुनाऊ मित्र कसैका सहाराका कुरा, हो नसुनाऊ मित्र कसैका सहाराका कुरा, जहाँ पुग्न मैले मेरो आकाश काट्नुपर्छ, जहाँ पुग्न मैले मेरो आकाश काट्नुपर्छ, हाम्रोतिर साँझ पर्दा आमाले कपास काट्नुपर्छ। अझै ताजै छन् नाला पानीमा हाम्रा पुर्खाहरूको रगत, अझै ताजै छन् नाला पानीमा हाम्रा पुर्खाहरूको रगत, फेरि तिमी कसरी भन्छौ पुस्तकबाट इतिहास काट्नुपर्छ, फेरि तिमी कसरी भन्छौ पुस्तकबाट इतिहास काट्नुपर्छ। धन्यवाद। कस्तो कतिपय समय सान्दर्भिक अनि मन छुने नै लाग्यो, सुन्दर शब्दहरू, पुरै गजल नै सुन्दर छ। यसको थोरै भाव बताइदिनुहोस् न। यो मैले आफ्नै जिन्दगीमा अब फर्स्ट टाइम नै लेखेको, गाउँमै बसेर लेखाएको मैले। हजुर। अनि यो गाउँतिरै मेल खान्छ। गाउँमा बस्दाखेरि मैले मम्मीकै अगाडि सुनाएको होला फर्स्ट टाइम यो गजल चाहिँ। हजुर। अनि त्यसपछि मलाई घरबाट नि अब लेख भन्नुभयो, त्यही भएर चाहिँ मैले साहित्यमा अगाडि बढेको यही गजलबाट भनौँ। गजलमा चाहिँ गजल विधामा चाहिँ अरूमा चाहिँ बढिरहेको थिएँ, गजलमा चाहिँ यहीबाट अगाडि बढेको। त्यही भएर यो गजल चाहिँ एकदम प्यारो छ मेरो, सबैभन्दा भनेपछि परिवारबाट पनि हजुरलाई साथ छ? मलाई त त्यस्तो केही रोकटोक छैन यस्तो योमा चाहिँ। कतिपयको हुन्छ नि त साहित्य विधालाई अब प्राय बुझ्नु हुँदैन कतिपयले, अनि त्यसपछि यस्तोमा लाग्नु हुँदैन जस्तो कुराहरू पनि गर्नुहुन्छ नि त। हजुरको परिवारबाट जुन सपोर्ट छ, अनि हजुरको ठाउँतिर साहित्यिक कार्यक्रमहरू चाहिँ हुन्छ कि हुँदैन, कस्तो छ माहौल त्यताको? मेरो चाहिँ पोखरामै परेन, मेरो घर चाहिँ अलिक गाउँमै पर्छ, रूपा गाउँपालिका भन्ने ठाउँमा। हजुर। त्यता चाहिँ यस्तो साहित्यिक माहौल चाहिँ छैन त्यस्तो। लेख्ने कम नै हुनुहुन्छ, अनि सुन्ने पनि, लेख्ने अब कम भएपछि सुन्ने पनि कमै हुनुहुन्छ। त्यही भएर साहित्यको चाहिँ त्यता खासै छैन। मैले पनि पोखरा छिरेपछि चाहिँ अलि अगाडि बढे हो। गाउँतिर हुँदा चाहिँ खासै बढिनँ, लेख्ने कपीमै राख्ने गर्थेँ। अनि पोखरा छिरेपछि चाहिँ अब दाइहरूको सँग पनि भयो, त्यसपछि अब टिकटकतिर यताउता हाल्न थाल्यो हो। लेखिरहँदाखेरि प्रतिक्रिया कस्तो पाउनु भएको छ? अब त्यो त अब नराम्रो पनि पाइन्छ, अब राम्रो पनि पाइन्छ। मान्छेको सोच कस्तो हुन्छ भन्नेमा त्यो चाहिँ भर पर्छ। तितो मिठो जस्तो पनि पाइने भयो, त्यो त पाउनु पनि पर्यो। अनि ती कुराहरूले लेख्दाखेरि लेखनमा चाहिँ कतिको असर गर्दो रहेछ? मलाई त थोप पनि पार्दैन, म त त्यस्तो परवाही गर्दिनँ कि भन्नेले भनिरहन्छन्, अब त्यसलाई उनले कुन हिसाबले भने हो भन्ने हुन्छ। अब आफ्नै गल्ती, अब मैले पनि त्यो उसले भने गल्ती देखेँ भने चाहिँ त्यो चाहिँ राम्रै भयो होइन। नत्र अब ऊ एकजनाले चाहिँ गल्ती भन्यो, 10जनाले राम्रो भन्यो भने त त्यो खासै मनमा लिने कुरो नि भएन नि त। अनि कतिपय यस्तो हुन्छ कि अब हामीले लेखिरहँदाखेरि, गजल नै लेखिरहँदाको कुरा गरौँ न, केही लेखिरहँदाखेरि कहीँनिर चाहिँ अब काफिया, कहिलेकाहीँ काफिया नमिल्दिने, काहीँ केही नमिल्दिने, अथवा यस्तै कुराहरूलाई लिएर चाहिँ सुझाव दिनुभयो भने चाहिँ यस्तोलाई चाहिँ कसरी लिनुहुन्छ? त्यो त एकदम गुड, भगवानै मान्छु भने उहाँलाई, अति नै त्यो भगवानै मान्छु मैले। मेरो चाहिँ मिस्टेक हुने काफियाहरू हो लेख्दाखेरि। हजुर। नत्र चाहिँ अब त्यस्तो भन्नु भने त अब सुरुमा लेखिरहँदाखेरि त अब त्यति ज्ञान पनि हुँदैन नि त। अब लेखिरहेपछि पछि थाहा हुने कुरा भयो ती भनेका। अनि त्यो त्यसरी प्रतिक्रिया दियो भने त झन् हामीलाई अघि बढ्नलाई चाहिँ मद्दत पुग्छ नि त, मैले यस्तो मिस्टेक गरेको रहेछु भनेर। त्यो चाहिँ एकदम त्यस्तो हुन त खुसी लाग्छ। अब कोही हुनुहुन्छ कि अब राम्रो, अब त्यो मिस्टेक नहुँदा पनि उयो गिराइदिउँ, अब यसको मनोबल तोडिदिउँ भन्नेवाला, त्यस्तो चाहिँ मलाई केही फरक नै पर्दैन। तर त्यो ठाउँमा मैले पनि मिस्टेक देखाएको छु। अब 10-12जनाले भन्नुभएको छ, 10-12जनाको भिडमा अब एकजनाले भन्यो भने चाहिँ अब त्यो त अलिकति हुँदैन नि त। अनि त्यस्तो हुन्छ। अनि कतिपय चाहिँ कस्तो हुन्छ भनेदेखि हामीले लेखिरहेको रचना नै अब कुनै पोस्ट गरौँ सामाजिक सञ्जालमा होइन, अन्त कतै पोस्ट गऱ्यौँ, त्यो पोस्ट गरेपछि कस्तो भइरहेछ भने आजकल त्यो मान्छेलाई पढ्न पनि एकदम अल्छी लाग्ने जस्तो के, त्यो पुरै नपढिकन प्रायः वा आहा भनिदिने यस्तो धेरै हुन्छ नि त। अनि कतिपयमा त्यो विचार गर्नु हुँदैन। अब आफ्नो गल्ती भएको छ भने अब प्रतिक्रियाको अपेक्षा त हुन्छ पोस्ट गरिसकेपछि, अनि त्यो कमेन्ट राम्रै मात्र आओस्, राम्रो आएर मात्र ठिक भन्ने हुँदैन नि त होइन। केही कुराको झनै सुझावहरू पायो भने झनै राम्रो हुन्छ। कतिपयले चाहिँ फेरि राम्रो मान्नु पनि हुन्न कि, फेरि अरूले यस्तो यहाँनिर यो बिग्रेको छ भन्यो भने। मलाई चाहिँ त्यस्तो अब राम्रै कुरामा भन्नुभयो भने चाहिँ ठिकै हो। हजुर। अब राम्रो सही हुँदा पनि गलत भन्नुभयो भने त अलिकति हो, त्यो त अलि नराम्रोले लाग्ने हुन्छ त्यस्तो हुँदाखेरि त। मैले एकपटक यस्तै भएर कमेन्टै बन्द गर्नु परेको थियो कि मेरो पोस्टको। अति नै गर्ने, त्यो ग्रुप नै बनाएर खनिँदै आउने। हजुर। कहिले नआउने कमेन्टलाई एउटा कमेन्टमा 120-130 कमेन्ट आउनु, तर सबै नेगेटिभ के। हजुर। त्यही भएर त्यो एउटा ग्रुप नै बनाएर सबै फेक आइडी थियो। अनि मैले पछिल्लो बेलामा मैले कमेन्ट नै बन्द गरेको थिएँ। पछि त्यस्तो भएन, अनि कमेन्ट चाहिँ खोल्न थाल्यो। हुन्छ नि, धेरै हुन्छ नि दिदी,
चिनी भएको ठाउँमा रसी कमिला लाग्छ हैन पक्कै पनि हुन्छ अब रचनातिरै लागौँ हुन्छ हो हामी फरक रहेछौँ हाम्रो जात मिल्दैन हो हामी फरक रहेछौँ हाम्रो जात मिल्दैन जसरी बिहानीसँग कहिल्यै रात मिल्दैन हो हामी फरक रहेछौँ हाम्रो जात मिल्दैन जसरी बिहानीसँग कहिल्यै रात मिल्दैन तिमी महलमै रमाउनु म झुपडीमै रमाउला तिमी महलमै रमाउनु म झुपडीमै रमाउला प्रिय अब भेट हुने छैन हाम्रो औकात मिल्दैन तिमी महलमै रमाउनु म झुपडीमै रमाउला प्रिय अब भेट हुने छैन हाम्रो औकात मिल्दैन जसरी बिहानीसँग रात मिल्दैन मैले के दिन सकिनँ र धन सम्पत्ति बाहेक मैले के दिन सकिनँ र धन सम्पत्ति बाहेक दुःख लाग्छ नि जब आफूलाई आफ्नो समस्यामा हात मिल्दैन दुःख लाग्छ नि जब आफ्नो समस्यामा हात मिल्दैन हो हामी फरक रहेछौँ हाम्रो जात मिल्दैन सधैँ मौन रहेको थिएँ तिम्रो प्रेमको खातिर म सधैँ मौन रहेको थिएँ तिम्रो प्रेमको खातिर थाहा थियो म बोले पनि हाम्रो बात मिल्दैन थाहा थियो म बोले पनि हाम्रो बात मिल्दैन दुःख लाग्छ नि आफ्नो समस्यामा हात मिल्दैन निकै कमजोर भएछु तिम्रो प्रेमको बतास अगाडि म निकै कमजोर भएछु तिम्रो प्रेमको बतास अगाडि अब चिन्ता नलेऊ रुखसँग कहिल्यै झरेको पात मिल्दैन अब चिन्ता नलेऊ रुखसँग कहिल्यै झरेको पात मिल्दैन हो हामी फरक रहेछौँ हाम्रो जात मिल्दैन जसरी बिहानीसँग कहिल्यै रात मिल्दैन त्यस्तै हो जसरी बिहानसँग त्यसपछि के थियो रात कहिले रात मिल्दैन जसरी बिहानीसँग कहिले रात मिल्दैन त्यो जुन प्रियवाला थियो नि त्यो शेर फेरि जाओस् न एकचोटि प्रिय ढुक्क हुनु अगाडि के थियो त्यो चाहिँ हेर्नु पर्छ तिमी महलमै रमाउनु म झुपडीमै रमाउला तिमी महलमै रमाउनु म झुपडीमै रमाउला प्रिय अब भेट हुने छैन हाम्रो औकात मिल्दैन प्रिय अब भेट हुने छैन हाम्रो औकात मिल्दैन कस्तो मिठो मैले चाहिँ यो गजलमा सबै असम्भव कुराहरू मात्रै हालेको छु हजुर त्यही भएर चाहिँ यो गजल चाहिँ त्यस्तै भन्यो असम्भव नै भन्यो असम्भव कुराहरू मात्रै छन् यसमा चाहिँ तर सुन्दामा एकदमै मिठो मिठो सुनिने यस्तै छ यो गजल चाहिँ अलिकति दुःख भएकै गजल छ यसमा बुझ्न सक्यो भने चाहिँ अलि यस्तै छ लेख्न पनि टाइम लागेको थियो मलाई यो गजल चाहिँ लगभग 3 दिन लगाएर लेखेँ होला मैले हजुर त्यो काफिया खोज्दा नपाएर मिल्ने काफिया नपाएर अनि धेरै पछि चाहिँ मैले यो गजल पुरा गरेँ यो पछि अनि अर्को छ के अरे एक्लो छोरो मरेर चिहानमा परेपछि एक्लो छोरो मरेर चिहानमा परेपछि यो खबर मेरी आमाको कानमा परेपछि एक्लो छोरो मरेर चिहानमा परेपछि यो खबर मेरी आमाको कानमा परेपछि घात होला भन्ने नसोचेरै माया गरिरहेको हो घात होला भन्ने नसोचेरै माया गरिरहेको हो खेल भयो आज पिरती मैदानमा परेपछि घात होला भन्ने नसोचेरै माया गरिरहेको हो खेल भयो आज पिरती मैदानमा परेपछि यो खबर मेरी आमाको कानमा परेपछि अस्तित्व सधैँ एकै नाश नहुने रहेछ महोदय अस्तित्व सधैँ एकै नाश नहुने रहेछ महोदय पराल पनि त गुन्द्री बन्छ तानमा परेपछि पराल पनि त गुन्द्री बन्छ तानमा परेपछि एक्लो छोरो मरेर चिहानमा परेपछि चङ्गा जस्तै आकाशमा उड्ने सपना सकियो चङ्गा जस्तै आकाशमा उड्ने सपना सकियो ढुङ्गा जस्तै भयो जीवन डुबानमा परेपछि चङ्गा जस्तै आकाशमा उड्ने सपना सकियो ढुङ्गा जस्तै भयो जीवन डुबानमा परेपछि खेल भयो आज पिरती मैदानमा परेपछि गन्तव्यसम्म पुग्न हतार गरेर मात्र हुन्न रहेछ दिदी गन्तव्यसम्म पुग्न हतार गरेर मात्र हुन्न रहेछ अलमल्ल भएको छ बाटो दोभानमा परेपछि
अलमल्ल भएको छ बाटो, धुवानमा परेपछि हो पराल पनि त गुन्द्री बन्छ तानमा परेपछि। यस्तै थियो। मिठो, सबै मिठो लाग्यो सुनिरहँदाखेरि। हजुरलाई चाहिँ गजल के हो जस्तो लाग्छ? परिभाषा दिनु पर्यो भने गजलको कसरी? गजल त यो कुनै आफूले नभएको भए पनि अरूको भगाइको यो वर्णन गर्ने यो, न यसमा कसैले के भन्ला भन्ने, कसको लेखेको थाहा हुँदैन होइन। आफूले देखेको कुराहरूलाई चाहिँ एउटा सँगाल्ने एउटा उसनै हो, सँगाल्ने चाहिँ माध्यम नै हो गजल चाहिँ मेरो विचारमा चाहिँ। किनकि भोगेका कुराहरू आफूले भोगेका, अरूले भोगेका, देखेका होइन, सबै कुराहरू सँगाल्न मिल्छ यसमा। पक्कै पनि गजल चाहिँ एउटा साथी भनेको हुन्छ उसको लागि चाहिँ। अब पेन रुन्छ अरे के लेख्दाखेरि पेन रुनुपर्छ अरे, तर रुवाउन त नसकेला हामीले, तर रुनुपर्छ अरे पेन चाहिँ। शब्दहरूको सङ्ग्रहालय भन्दा पनि फरक पर्दैन होइन गजललाई। अनि छोटो एउटा कुरा चाहिँ राखिहालेँ मैले, कतिवटा जति गजल लेख्नु भएको छ अहिलेसम्म? मेरो उता घरतिरकै डायरीमा हेर्ने भने चाहिँ लगभग 150-200 त छ होला। मोबाइलमा चाहिँ मैले तत्काललाई टिपेकाहरू चाहिँ धेरै छैन, 20-25 होलान्। अनि त्यही त अझसम्म कुरा भइरहँदाखेरि सङ्ग्रह किताबै निकाल्ने जस्तो कुरा पनि गर्नुभएको थियो। के सोच्नु भएको छ यो विषयमा? यो पनि भनिदिनु चाहिँ हो। अब हेरौँ, पहिला चेक गराउनु पऱ्यो सबै अब गजलहरू, त्यसमा चाहिँ अब कति खोट निस्किन्छ सबै मिलाउनु पऱ्यो, टाइम चाहिँ लाग्छ। निकाल्ने चाहिँ सोच गरिरह हो। एउटा चाहिँ बिस्तारै हुन्छ, शब्दकै नामबाट निकाल्ने, अरू चाहिँ नाम चाहिँ शब्द निकाल्ने, एउटा गजल सङ्ग्रह मात्रै निकाल्ने, अरू नमिसाउने, त्यही भएर सोचिरहेको छु। छिट्टै पढ्न पाइयो, शुभकामना पाइलाई। आश गरौँ। हुन्छ, अब हामी चाहिँ अन्तिम गजल एउटा सुन्नेछौँ। आज एकदमै छोटो मिठो कुराकानी नै रह्यो भनौँ। अब अन्तिममा एउटा गजल सुनौँ, अनि त्यसपछि हामी पनि छुट्टिनु पर्ने हुन्छ। एउटा सुनौँ है। उसको विवाह पश्चात आँखाको नानी बेचेको छु, उसको विवाह पश्चात आँखाको नानी बेचेको छु, उसका यादहरू किन्न मैले जिन्दगानी बेचेको छु। उसको विवाह पश्चात आँखाको नानी बेचेको छु, उसका यादहरू किन्न मैले जिन्दगानी बेचेको छु। प्रिय तिमीलाई लिन आउँदा जन्ती बाजा घन्काउँदै, प्रिय तिमीलाई लिन आउँदा जन्ती बाजा घन्काउँदै, त्यही दिन मैले कालसँग आफ्नो जवानी बेचेको छु। त्यही दिन मैले कालसँग आफ्नो जवानी बेचेको छु, उसको विवाह पश्चात आँखाको नानी बेचेको छु। तिमी टाढिएसँगै मेरो हर्षको घाम नै अस्तायो, तिमी टाढिएसँगै मेरो हर्षको घाम नै अस्तायो, लाग्छ मैले राजसँग खुसीको बिहानी बेचेको छु। लाग्छ मैले राजसँग खुसीको बिहानी बेचेको छु, उसका यादहरू किन्न मैले जिन्दगानी बेचेको छु। तिमीले बनायो मलाई अशुद्ध प्रेमको मन्दिरभित्र, तिमीले बनायो मलाई अशुद्ध प्रेमको मन्दिरभित्र, चोखो हुनलाई मैले पण्डितसँग सुनपानी बेचेको छु। चोखो हुनलाई मैले पण्डितसँग सुनपानी बेचेको छु, त्यही दिनदेखि मैले कालसँग जवानी बेचेको छु। तिमी यतिसम्म नडुब्नु अब लोभ लालचको गहिराइमा, तिमी यतिसम्म नडुब्नु अब लोभ लालचको गहिराइमा, नभन्नु यो शब्दको मृत्युपछि उसको खरानी बेचेको छु। नभन्नु यो शब्दको मृत्युपछि उसको खरानी बेचेको छु, उसको विवाह पश्चात आँखाको नानी बेचेको छु, उसका यादहरू किन्न मैले जिन्दगानी बेचेको छु। जिन्दगानी बेचेको छु। यो चाहिँ यसमा चाहिँ त्यस्तो केही प्रसङ्ग छैन दिदी है, यो चाहिँ यत्तिकै दिमागमा हालेर लेखे हो। एकदमै शब्द संयोजनहरू सबै राम्रो छ, सुन्दर लाग्यो। जुन नाम नै शब्द भएपछि शब्दहरू त फुर्ने नै भए हुनु पर्यो अलिअलि, के गर्ने फेरि आलोचना आइहाल्छ यत्तिको नलेखे है। अझै लेखौँला, अझै राम्रो प्रयास गर्दै जाउँ, होला अब चाहिँ अझै राम्रो होला भन्ने आश गरौँ। हुन्छन् पनि गर्दै गएपछि पक्कै पनि जुन लेखिरहने। अब हामी पनि यसमा त परिपक्व छैनौँ नि त लेखनमा, अनि हामी सिक्दैछौँ। अनि हामी जस्तै सिक्ने साथीहरूलाई चाहिँ हजुरले के भन्न चाहनुहुन्छ जुन लेख्न लागिरहनु भएको छ? यस्तो पोइट्रीमा आउनुहुन्छ भने चाहिँ घर परिवारको उस बिना नआउनु छैन, अनुमति बिना। एकपटक त्यो लेख्दाखेरि एउटा मेरो भोगाइमा चाहिँ मैले लेख्दाखेरि
एउटा गजल पुरा नहुँदासम्म मैले घरको फोन पनि उठाउनु। हजुर यस्तो ध्यान हुन्छ कि त्यो मेरो आफ्नै पानीको अरू पनि त्यस्तै हो। त्यो लेख्न थालेपछि मेरो त्यही ध्यान गइरहेको छ कि। अनि त्यही भएर यदि घरको अनुमति लिएर आउनुहोस् लेख्ने भयो भने चाहिँ फिल्डमै आउनुहोस् होइन। तर घरको अनुमति छैन भने अनि लगाव चाहिँ राम्रो चाहिँदो रहेछ, मैले अहिले दिन सकिनँ। त्यही भएर म हल्का लेख्न सकिरहेको छैन। लगाव र ध्यान चाहिँ अब परिवारको सपोर्ट चाहिँ चाहिने रहेछ यसमा चाहिँ। भनेपछि फेरि मजा छ नि भिजेपछि, गजलमा भिजेपछि एकदम छुट्टै मजा छ। त्यो एउटा गजल लेख्नु पर्यो भने तपाईँले एक दिनमै तयार गर्न सक्नुहुन्छ? मैले 15-20 मिनट त तयार गर्छु एउटा गजल। माहौल कस्तो छ भन्ने हुन्छ कि, जङ्गलमा गएर बसिएछ भने त्यो बेलामा छिटो हुन्छ। अब भिडभाडमा हल्ला सल्ला छ भने चाहिँ टाइम लाग्छ। अनि गजल हेरी हुन्छ। अब अस्ति 3 दिन लाएर पनि लेखेको छु एउटा गजल। अघि नै भनेको गजल 3 दिन लाएर लेखेको थिएँ। अनि त्यो होम गाउँले हुँवाला पनि मैले 2 दिन लाएर लेखेँ लगभग। अब यिनीहरू अहिले पछि भनेको गजल चाहिँ विषयवस्तुमा लेख्नु पर्यो भने चाहिँ अलिक गाह्रो पर्छ होला नि। विषयवस्तुमा त धेरै गाह्रो पर्छ नि। सबै शब्द त्यहीँ घुमाउनु पर्यो। हजुर अब खुल्ला लेख्न सकियो भने चाहिँ चाँडै हुन्छ। पक्कै पनि हुन्छ। लेख्दै गर्नु होला। हजुरको साहित्यिक यात्रा बुलन्द हुँदै जाओस्, शुभकामना छ हजुरलाई। अनि जाँदा जाँदै हजुरले चाहिँ हाम्रो यो शून्य थली पोडकास्टलाई भन्नुपर्ने केही कुराहरू छन् भने पनि भनिदिनुहोस् न। तपाईँहरूको अब पुरा अब भर्खर उम्रिँदै गरेका, अब हामी यहाँ कुरा उम्रिँदै गरेका साहित्यका मुनाहरूलाई चाहिँ माथि उठाउने काम गर्नुभएको छ। तपाईँहरूलाई पनि शुभकामना दिन चाहन्छु यहीँबाट। सबैजनाले माया गरिदिनु होला। अनि दर्शकहरूलाई माया गरिदिनु होला। उहाँहरूलाई एकदम अब अवसर मिल्छ हजुरलाई पनि, मैले आज अवसर पाएँ, एकदम खुसी छु। अनि उहाँहरूको एकदम फ्यामिली हुनुहुन्छ, फ्यामिली पाराको हुनुहुन्छ चाहिँ उहाँहरू चाहिँ एकदम खुसी लाग्यो भेटेर। उहाँहरूलाई सब्सक्राइब गर्न चाहिँ नभुल्नु है लास्टमा। पक्कै पनि एकदमै छोटो समयमा पनि यस्तो मिठो कुराकानी, एउटा आत्मीय पल यो बन्यो होइन। यो समय र यो उपस्थितिको लागि चाहिँ फेरि पनि धन्यवाद भन्दै छुट्टिन्छ। अवसर दिनुभयो, एकदम धन्यवाद छ। अब हजुरहरूले पनि पाउनुहुन्छ, माया देखाउँदै गर्नु होला। तपाईँहरूलाई पनि धन्यवाद। हस् धन्यवाद। शून्य थली पोडकास्टले चाहिँ रचनाहरूलाई अझ माथि, अझ फराकिलो ठाउँसम्म पुग्न सकोस् भन्ने उद्देश्यले चाहिँ आज हामीले आशिष रेग्मी शब्दसँग चाहिँ भलाकुसारी, साहित्यिक भलाकुसारी, साथमा उहाँको गजलहरू धेरै सुन्ने प्रयास गऱ्यौँ। पक्कै पनि अब दर्शकहरूले चाहिँ हाम्रो यो एपिसोड आएपछि लाइक, कमेन्ट र विशेष चाहिँ प्रतिक्रिया दिन चाहिँ नभुल्नु होला। के कस्तो लाग्यो होइन, हाम्रो कुराकानी कस्तो थियो, कस्तो लाग्यो, रचना कस्तो लाग्यो, एकदम सुझाव पनि छन् भने त्यो पनि दिनु होला। र आगामी अर्को एपिसोड नआउने बेलासम्म चाहिँ यो एपिसोडलाई माया गरिदिनु होला। अर्को एपिसोडमा हामी फेरि नयाँ लेखकका साथ उपस्थित हुनेछौँ भन्दै अहिलेलाई छुट्टिन्छौँ। नमस्ते।